अरे लोवा नया है हिँड्नु अरे अरे हिँड्नु यो नैनी सारङ्गी क्षेत्रको सङ्गम चक्र यहाँ गङ्गाजीको चक्रमा चाहिँ नुहाइधुवाइ हुँदैछ। यो नैनी सारङ्गीले 88,000 ऋषिहरूले तपस्या गरेको ठाउँ यी मन्दिरहरू छन्। पुरानो पुरानो पिपलहरू नैनी चक्र तीर्थकुण्ड स्थल हाम्रो नैनी सारङ्ग चक्र तीर्थकुण्ड स्थल हामी मान्छेहरू नआउने एउटा पवित्र स्थान रहेछ। यसमा स्नान गरी अब हामी अयोध्यातर्फ लाग्ने कार्यक्रम छ। अहिले बिहानको अहिले 6:30 बज्यो। तो आप लोग जाइए कि मैं तेरा मिनट बैठा पहला पहले आप लोग सब जाइए, हम लोग यहीं रहेंगे, ठीक है। हाँ हाँ, आप भी उठिए, यहीं रखेंगे कपड़ा वपड़ा सब। ओके, आप भी जाइए, रखे ये तो भैया ना आकर नहीं जाए आपने। क्या भैया ना आया एउटा धार्मिक क्षेत्र, ईश्वरले तपस्या गरेको ठाउँ, यो पनि एउटा ठुलो शुभ अवसर हो। यस्तो ठाउँमा स्नान गर्ने मौका पाइयो, एकदम राम्रो छ, सब राम्रो छ, ठिक छ। ल सबै राम्रो छ। यो अब सबै यस्तो तीर्थहरूमा घुम्नुहोस्, हेर्नुहोस्, रमाइलो हो। अब 60 वर्षको उमेरपछि त हिँड्ने मात्रै हो, अब केही गर्न सकिँदैन। जे गर्ने गरियो अथवा गरिएन, जे भयो पनि नेपालीको सबैको जय होस्, होइन त? नेपालीको जय होस्, हामी सबैको कल्याण होस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्। यस्तो छ है त। ल ठिक छ।